चुनाव चिन्ह कहाँ गयो हाम्रो यो चिम 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 के छ सन्चै हुनुहुन्छ साथीहरू साह्रै हर्का साम्ला त कराउँदै हुनुहुन्थ्यो त अनि खोइ हरायो त अनि अहिले चिम कता गयो बत्ती चाहिँदैन अरे चिम चाहिँदैन अरे लाइन चाहिँदैन अरे भन्नुहुन्थ्यो त अनि तपाईँहरू खोइ अहिले त तपाईँहरूको अनि चिमै हरायो उज्यालो पाटो नै गायब भयो त अनि केमा हान्नु भोट भोट त हान्नु पर्यो मैले केमा हान्नु अब भोट भन्नु है उज्यालो पार्टीको साथीहरू केमा हान्नुपर्ने भोट हरायो त नक्सै हरायो त गायब भयो त अनि कस्तो लाग्यो अनि हर्का साम्बालाई करा हुनुहुन्थ्यो यति हो हर्का साम्बाङले विरोध चाहिँ गरेको थिएन क्या उहाँलाई सोधेको मात्रै थिएँ क्या कुलमानजी तपाईँको चाहिँ एमसिसीमा चाहिँ के छ त धारणा मलाई के अरे स्पष्टीकरण दिनुहोस् न भनेर सोधेको मात्रै हो क्या उहाँले सक्नुहुन्छ त पत्रकार सम्मेलन गरेर ल यस्तो हर्कजी यस्तो हो भनेर बुझाउँदाखेरि हर्कजीसँगै 3 करोड जनता सबैलाई क्लियर हुन्थ्यो उहाँले नै गल्ती गर्नुभएको छ अनि गल्ती गरे पछाडि त अनि डराउनु त पर्यो नि त भन्दा अहिले त हरायो त अनि चिम त हरायो त केमा भोट हान्नु यस्तो भोट त हान्नु पर्यो त अनि भन्नु है भनेर भन्दा कस्तो हुन्छ होला होइन नदुखाउनु तर जे छ सोही भनेको मैले है सहिले सही गलत भन्नु सिक्नुहोस् क्या धेरै तपाईँले सिक्नै पर्दैन सहिले सही गलत भन्नु सिक्नुहोस् हो अहिले हर्का साम्बाङले सोही गरिरहेछ उसलाई सोही भन्नुपर्छ यदि उसले गलत गर्छ भने उसलाई गलत भन्नुपर्छ क्या कि कसो तपाईँहरूको विचार के छ कमेन्ट गर्नुहोस् धन्यवाद